यसभन्दा पछाडिको खेलमा पनि त्यति राम्रो गर्न सकेको थिएन, तर पहिलो ओडिआई खेलमा 49 रनमा आउट भएको थियो सरपञ्च साहब। केएल राहुल यसभन्दा पछाडि ओडिआई खेलमा सेन्चुरी प्रहार गर्नुभएको थियो, तर आज त्यति राम्रो गर्न सकेन। केएल राहुल 6 बलमा 1 रन र 16 स्ट्राइक रेटले ब्याटिङ गर्नुभएको छ केएल राहुल। र नितेश रेड्डी ओडिआई क्रिकेटमा हार्दिक पाण्ड्याको रोल निभाइरहेको छ। नितेश कुमार रेड्डी युवा खेलाडी 57 बलमा 53 रन, जसमा 2 चौका रहेको छ र 2 छक्का रहेको छ। र स्ट्राइक रेटको कुरा गर्नुपर्ने 92 को स्ट्राइक रेटले ब्याटिङ गर्नुभएको छ नितेश रेड्डी, जो कि ओडिआई क्रिकेटमा हार्दिक पाण्ड्याको रिप्लेसमेन्ट मानिरहेको छ। इन्डियन क्रिकेट बोर्डले हार्दिक पाण्ड्यालाई T20 मा मात्र अहिले चान्स दिइरहेको छ र T20 मा हार्दिक पाण्ड्याले गजबको पर्फर्मेन्स दिनु भइरहेको